सम्पूर्ण दर्शक महानुभावहरूमा यो बडा दशैँको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। फेरि पनि आज पहिलोचोटि हाम्रो बिहे भएको 2 वर्षको पछि हामीले पहिलोचोटि आमा बाबाको हातबाट दशैँको टिका लगाउँदैछौँ। योभन्दा अगाडि बिहे भएको सालमा पनि मेरो भिनाजु बिमार हुनुहुन्थ्यो। त्यसले गर्दा हामीले हैदराबादमा थियौँ सबैजना, कसैले हामीले सेलिब्रेट गर्न पाएनौँ। अनि लास्ट इयर त मेरो भिनाजु बित्नु भयो, त्यसैले हामीले लास्ट इयर पनि दसैँ सेलिब्रेट नै गरेनौँ। र यो पालि चाहिँ अब सबै कुरा सकेर यो पालि चाहिँ अब दसैँ मान्ने भनेर हामी आमा बाबा कहाँ आएका छौँ। र मेरो श्रीमानले हाम्रो यो जस्तो रिवाजहरू रीतिरिवाज कस्तो हुन्छ, कसरी गर्नुपर्छ त्यो देख्नु भएको थिएन। र यो पालि पहिलोचोटि उहाँले यो सबै हेर्नुहुँदैछ र मलाई पनि खुसी लागिरहेछ कि उहाँले देख्नुहुन्छ र मेरो आमा बाबाको हातको टिका, दसैँको टिका पहिलोचोटि लाउनुहुँदैछ। र आमा बाबाको आशीर्वाद जुन चाहिँ हामी सबैको लागि अति नै जरुरी कुरा, हामीलाई सबैलाई चाहिने आमा बाबाको आशीर्वाद, आमा बाबाको हातको दसैँको टिका र त्यो लाउने सौभाग्य पायौँ बिहेको पछि। र एकदमै मेरो हस्बेन्डले एकदमै इन्जोय गर्नुभयो यो सबै देखेर र मलाई एकदमै खुसी लाग्यो। र यो खुसीको पल हजुरहरूसँग पनि म सेयर गर्न चाहन्थेँ। त्यसैले गर्दाखेरि मैले जे जति यसै नर्मल घरमा बनाएको भिडियो हो, मैले कुनै ब्लग बनाउँछु यो गर्छु भनेर गरेको पनि होइन। तर पनि हजुरहरूप्रति अब मैले फेरि सबै कुरामा म एक्टिभ हुन लागेको छु। हजुरहरूप्रति मेरो दिनचर्या, मेरो के छ त्यो कुरा सेयर गर्न मन लागेर। अनि त्यसैले गर्दा यो भिडियो पनि सायद अब यो अपलोड गर्न लायकको छ छैन त्यो मलाई थाहा छैन। तर पनि मलाई थाहा छ हजुरहरूले माया गर्नुहुन्छ र मेरो हर कुरा हेर्न चाहनुहुन्छ, यति धेरै माया दिइराख्नु भएको छ। त्यसले गर्दा मैले यो भिडियो बनाउने मैले हिम्मत गरेको छु। अलिक गल्ती भए केही भए मलाई माफ गरिदिनुहोस्। मलाई थाहा छ हजुरहरूले मलाई गल्ती भयो भने माफ गरिदिनुहुन्छ। यति वर्षदेखि मैले गरेको हर गल्तीलाई हजुरहरूले मायाले अँगालेर मलाई आजसम्म यति धेरै माया दिनुभएको छ। त्यसको लागि धेरै 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 धन्यवाद छ। हजुरहरू सबैको आशीर्वाद माया सधैँभरि मेरो टाउकोमा रहिरहोस्। हजुरहरूको माया हमेसा पाइरहँ, जसरी मेरो आमा बाबाको आशीर्वाद हामीले मेरो श्रीमानले पाइरहेका छौँ। त्यसरी नै हजुरहरू सम्पूर्ण सानोको माया, ठुलोको आशीर्वाद यसरी नै हामीमा रहिरहोस्। यसरी नै हजुरहरूलाई मैले अझै धेरै वर्ष मैले मनोरञ्जन दिन सकूँ, हजुरहरूको माया पाइरहँ, यही चाहन्छु। र धेरै 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 धन्यवाद सम्पूर्णलाई, मलाई यति धेरै माया दिनुभएकोमा म र मेरो श्रीमानलाई। थ्याङ्क यू।